हेलो नमस्ते। आज म हजुरहरूलाई एकदम मिठो आलु र काँक्रोको अचारको रेसिपी लिएर आएको छु। आई होप हजुरहरूलाई मनपर्छ। यो चाहिँ मैले आलु उमालेर पिस गरिसकेँ। यहाँ छ काँक्रो र हरियो खोर्सानी, यो पनि मैले पिस गरेर काटिसकेको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। अब हामीलाई चाहिने यो अमिलो, यो चाहिँ माडाको अमिलो भयो है, लप्सीको धुलोको भिजाएको छु। यो भयो कालो तेल भुटेर मैले पिनेर राखिसकेको छु। अनि हामीलाई चाहिन्छ त्यसपछि नुन स्वादअनुसार, खुर्सानी अनि बेसार है। ल अब हामी स्टार्ट गरौँ। अब हामी पहिला यो आलु चाहिँ अब हामी यो काँक्रो र खोर्सानीको पिस त्यो उसमा मिसाउँछौँ, किनभने यो भाँडोमा मोल्न सजिलो हुन्छ, त्यही भएर। अब त्यसपछि हामी राख्दैछौँ यसमा रातो खोर्सानी है, रातो धुलो खोर्सानी राख्दैछौँ। अलिकति स्पाइसी मनपर्छ भने अलिक धेरै राख्नुहोस्, र त ठिकै राख्दा पनि हुन्छ। मैले 2 चम्चा लिएको छु। अनि यो भयो नुन चाहिँ स्वादअनुसार राख्न सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ 3 चम्चा राखेको छु सानो चम्चाको। अब त्यसपछि हामीलाई बेसार चाहिँ बिचमा राख्नुपर्छ है, फैलायो भने चाहिँ अहिले हामीले झान्नुपर्छ, त्यही भएर बिचमा। अनि यो चाहिँ भयो तेल, कालो तेल भुटेर पिनेर राखेको कालो तेल। अनि त्यसपछि हामी यसमा राख्छौँ झैँ तोरीको तेलमा मेथी फुराको। अब यसमा चाहिँ हामी ठ्याक्क त्यो बेसार राखेको ठाउँमा राख्छौँ। अनि त्यसपछि हामी राख्छौँ यसमा अघि लप्सीको माडा भिजाएर राखेको थिएँ मैले धुलो। अब त्यसको चाहिँ हामीले हजुरहरूलाई अमिलो कतिको मनपर्छ त्यही अनुसार राख्न सक्नुहुन्छ है। यसमा चाहिँ मैले अलिक टन्नै राखेको छु, अलिक यम्मी हुन्छ नि त अमिलो, त्यही भएर गर्मीमा चाहिँ हजुरहरूले यो मजाले बनाएर घरमा खान सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यस्तो मजाले मोल्नुपर्छ है। हल्का हजुरहरूलाई अलिकति म्यास लाग्न सक्छ, तर हजुरहरूले जति मोल्यो त्यति मिठो हुन्छ। अनि यस्तो मजाले लपक्क हुन्छ यो है। अनि हजुरहरूले मजाले इन्जोय गर्न सक्नुहुन्छ। ल थ्याङ्क यू सो मच। मनपर्छ भने सेयर, सब्सक्राइब अनि लाइक पनि गरिदिनु होला। इन्जोय।